नमस्कार, हेर्नुहोस् है त आज मैले मेथी परोठा बनाउन लागिरहेको छु। सबैभन्दा पहिला मेथी धोएँ, मेथीको साग, खुर्सानी, पियाज, लसुन, अदुवा, धनियाँको पत्ता। हजुरहरूले यसरी बनाएर खानुभएको छ कि छैन कमेन्ट गर्नु है त। एकदमै मिठो लाग्छ मलाई त। हामीहरूले यहाँ यसरी बनाउँदै गर्दाखेरि इन्डियाको साथीहरू किचनमै छन्, उनीहरू पनि हाँसिरहेका छन्। हामीले यहाँ यसरी काट्दाखेरि उनीहरूले यस्तो बनाएर कहिले पनि खाँदैन नि त। उनीहरूले त इडली, डोसा, साम्बर, गुराँसो बनाएर खान्छन्। हामीसँग त्यहाँ किचनमा भएको इन्डियाको एकजना बुढो मान्छे छ। उसले चाहिँ नि फेस पनि देखाएर भिडियो बनाउन त भनेर भन्दै थियो। अनि मैले फेस छैन, अहिले पछि बोलेर हाल्छु भनेको थिएँ। हेर्नुहोस् है त। अनि हजुरहरूले पनि यस्तै तरिकाले काटेर अझ योभन्दा पनि अझ मसिनोसँग चपिङ गरेर बनाउनु भयो भने बडा मिठो हुन्छ। मलाई त दहीसँग खान मनपर्छ, कसैलाई चाहिँ आँपको अचार पनि मनपर्छ। मलाई चाहिँ दहीमा हल्का चिनी राखेर खान चाहिँ असाध्यै मनपर्छ। हामीले चाहिँ कहिलेकाहीँ त्यस्तै चिज बनाएर खाइन्छ। उनीहरूले चाहिँ नि हमेसा एकै चिज एक गिलास मात्रै खाएका हुन्छन्। अनि हामीले बनाउँदाखेरि चाहिँ लाइफ इन्जोय गर्नुपर्छ। लाइफ इन्जोय नगरे के हुन्छ त, भोलि अनि मरेर जाने पो भन्छ बुढा नि त। हेर्नुहोस् है त। अब यसमा नुन, अनि गएर हरियो के अरे हल्का गरम मसला, अनि गएर साबुत जिरा, अनि खोर्सानीको धुलो राखेर मिसाउनु भयो भने एकदमै टेस्टी हुन्छ। हाम्रो तावा अलि धेरै हिट भएर अलिकति कालो कालो भयो। खासमा